के तपाईहरुलाई थाहा छ पशुपतिनाथको छेउमा एउटा यस्तो ठाउँ पनि छ जहाँ पुगेपछि धेरै मानिसहरू भन्छन् न भिडभाड न कोलाहल, केवल शान्ति, हरियाली र एउटा छुट्टै आध्यात्मिक अनुभूति। तर यो ठाउँको खासियत के हो? किन यहाँ पुग्ने मानिसहरू बारम्बार फर्केर आउन चाहन्छन् र यहाँ पुग्नु अघि तपाईले कुन कुन कुरा अनिवार्य रूपमा जान्नै पर्दछ? यी सबै प्रश्नको उत्तर थाहा पाउनको लागि भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। यही बाटो हो कि सोध्ने बहिनीहरू त्यो पार्कभित्र छिर्ने ठाउँ कता हो बाटो हो? ल त्यसै हामीसँगै हो। ल हामीले पार्क भेटाउन अलिक गाह्रो भइरहेछ, यतातिर हेर्छौँ अब हामी। भेट्यो यहाँभित्र रहेछ, यही हो ठाउँ। ल ठाउँ चाहिँ यहीँभित्र, अब छिर्ने बाटो चाहिँ कता हो है? ल साथीहरू नझुकिनु होला। यहाँबाट आएपछि छिर्ने ठाउँ चाहिँ यहाँभित्र। अब गेटको तलास हुँदैछ हाम्रो यता। ल साथीहरू हामी यताबाट आएका छौँ र यहाँबाट हेर्नुहोस् उतातिर पशुपति जाने बाटो। अब यता चाहिँ हाम्रो पार्क हो, हामीले खोजेको पार्क यतातिर छौँ। प्राय मान्छे झुक्किने चाहिँ यहीँनिर हो। के हो भनेदेखि यहाँबाट वास्तवमा बाटो यता मोड्नुपर्ने हुन्छ। ल यहाँबाट तल जाउँ साथीहरू। यहाँबाट सिधा तल झरेर अब प्राय मान्छे झुक्किने यहाँबाट सिधा तलतिर जाला। तर यता तलतिर होइन कि हामी यहाँबाट लेफ्ट साइडतिर लाग्नु पर्यो। ल यो मन्दिरबाट छिर्नु पर्यो भित्र हो त अनि यही त हो। ल हेर्नुहोस् है साथीहरू, यहाँ पनि मन्दिर छन्, माताको मन्दिर छ। यो मन्दिर एरिया। अब यहाँबाट यता कहाँबाट हो? यहाँ पनि बाटो हो तर यहाँ तालचा लगाएको छ है, हेर्नुहोस् त। बाटो मिस्टेक परेछ साथीहरू, अर्को तलबाट फेरि जानुपर्ने रहेछ। बाटो आउँदा नि हुन्छ। अनि त्यसपछि यहाँबाट माथिबाट आउँदा हुन्छ बनकाली मन्दिर। अब यहाँबाट सिधा तल तलको गेटबाट आएको छ भनेदेखि यो बाटो। अब यहाँबाट यता मस्ती जाने बाटो पनि छ। यता घुमाएर यहाँनिर बनकाली उद्यान पशुपति वनस्पति। अब यहाँबाट यताबाट आउँदा नि हुने रहेछ। कति रुपियाँ हो टिकट? एकजनाको 50 रुपियाँ। 5 जना आउँदा त डिस्काउन्ट होला कि? खुला हुने समय। ल छिरौँ। बनकाली भित्र हामी प्रवेश गरिसकेका छौँ। ल यहाँको डिजाइन यस्तो छ। नो हग नो डेटिङ।
शिवको लिङ्ग विशाल लिङ्ग देखिन्छ भनेदेखि यहाँबाट सररररर बस्ने ठाउँहरू पनि छ। यहाँबाट यता जाने बाटो छ, तलतिर जाने बाटो, त्यहाँ पुल पनि छ, झुलुङ्गे पुल। र यहाँबाट माथि जाने बाटो छ। माथि चाहिँ उता हाम्रो राधा कृष्ण झुलामा झुलिरहेको ठाउँ छ। र अब यतातिर पनि बाटो छ, तलबाट आउँदा पनि यहाँ यता झुलुङ्गे पुल छ। यहाँ के रहेछ, यहाँबाट तल जाने ठाउँ छ भनेदेखि यहाँबाट यता पुरै आनन्दको पार्क रहेको छ। यहाँ यो ठाउँमा डेटिङ बस्नु हुँदैन, थाहा छैन। हग एन्ड डेटिङ, नो हग नो डेटिङ। यस्तो ठाउँ छ है साथीहरू, अझै पनि बन्ने क्रम जारी छ। ल है साथीहरू, यो ठाउँमा चाहिँ नो स्मोकिङ, नो अल्कोहल, नो खाजा, नो जुस, नो बर्गर। यहाँ चाहिँ कमलको फुलहरू मजाले फुलिरहेको छ। ल यो पोखरीको नाम कसलाई थाहा छ? कोही छैन। कुण्ड भनेर चाहिँ हामीले यो पोखरीलाई चिनिने रहेछ साथीहरू।